नमस्कार सबैजनालाई। र आज हामी यहाँ बर्सानामा आएको छौँ है। यहाँ हाम्रो एकजना दिदी हुनुहुन्छ, हामीले पहिलादेखि चिनेको। र उहाँ दिदी चाहिँ अस्ति दिन हामीलाई रोटरी क्लब उम्मेदमा जोइन हुन्छु भनेर चाहिँ अस्ति दिन भन्नुहुँदै थियो। र आज हामी विनिता दिदी र म यहाँ आएर चाहिँ उहाँलाई चाहिँ अब यो खदा लाएर चाहिँ आजदेखि चाहिँ हामी उहाँलाई हाम्रो समर्पणको एउटा मेम्बर बनाउनुको लागि तर्खर गर्दैछौँ। दिदीलाई आजदेखि चाहिँ हाम्रो रोटरी क्लब सिलिगुडी उम्मेद आरसीसी समर्पणमा चाहिँ दिदी पनि हाम्रो जोइनिङ भएर अब प्रेसिडेन्ट दिदी हुनुहुन्छ। अब हाम्रो धन्यवाद। केही भन्नुहोस्, तपाईँलाई कस्तो लाग्यो दिदी? अब हामीसँग काम गर्नुपर्छ होइन, रोटरी क्लब सिलिगुडी उम्मेद धन्यवाद आरसीसी समर्पणमा। अनि बिन्ता बहिनी सुजाता नयाँ मेम्बर हुनुहुन्छ दिदी। अनि धेरै पहिलेदेखि नै मैले यसमा एउटा मन थियो, मेरो मन बनाइरहेको थिएँ। म पनि यसमा तपाईँहरूसँग हातमा हात साथमा साथ मिलाएर म पनि एउटा समाज र उसको लागि के गर्छु र निस्किन्छु भन्ने मेरो पनि एउटा अठोट सोचेको थिएँ। र आज यो सम्पन्न हुन गयो र बहिनीहरू मेरै घरमा मेरै निवासमा आएर यसरी मलाई एउटा सानो यसरी गरिदिनु भएकोमा म धेरै धेरै आभारी छु। र आउने दिनहरूमा पनि तपाईँहरूको साथ र हात म छोड्ने छुइनँ। अनि समयमा जे पनि हुन्छ म तपाईँहरूको साथमा लिएर अघि बढ्नेछु भन्ने म तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद। धन्यवाद दिदी।